खुल्ला रूपमा विष ओकल्ने सर्पहरूसँग अब डर लाग्दैन। डर त अमृत जस्तो बोलीभित्र विष लुकाउने मान्छेहरूसँग लाग्छ, किनकि सर्पको विष त शरीरमा लाग्छ, तर मानिसको छल र कपटले सिधै मनमा घाउ बनाउँछ। शत्रुबाट आएको चोट भन्दा पनि आफ्नो बनेर धोका दिनेहरूको चोट धेरै गहिरो हुँदो रहेछ। सर्पले एकपटक मात्र डस्छ, तर नक्कली आफ्नाहरूले हरेक पटक विश्वास डसिरहन्छन्। मानिसहरू आज पनि भन्छन्, तिमी त ठिक देखिन्छौ, तर कसैले देख्दैन भित्रभित्रै कति पटक म टुटेको छु भनेर। अनुहारमा मुस्कान छ, तर मनभित्र हजारौं प्रश्नहरू छन्। शब्दहरू मौन छन्, तर पीडाले भने हरेक रात आवाज दिइरहेको छ। समयले एउटा कुरा सिकायो, खुल्ला शत्रुभन्दा खतरनाक नक्कली शुभचिन्तकहरू हुँदा रहेछन्। त्यसैले अब शब्दभन्दा बढी